सो गाइजहरु अहिले चाहिँ हामी स्ट्याचु अफ लिबर्टी पुगिसकेका छौँ फाइनल्ली माथि चाहिँ रहेको छ दिदीलाई वेलकम टु माई ब्लग हैन आफ्टर लङ टाइम त्यही हो अब रमाइलो गरौँ एकछिन धेरै पछि भेट भयो हैन मिजी अनि सन्चै हुनुहुन्छ नि एकदमै ज्या ए हुनु पर्यो सन्चै त्यही हो ठाउँ चाहिँ बवाल छ यहाँबाट फेरि जान मिल्छ कि नै माथि छैन होला हो यता त सर यहाँ त यस्तो रहेको छ साथीहरू यस्तो यस्तो माहौल रहेको छ साथीहरू बाथरुम मैले जाने र बाथरुम तपाईहरु पनि आउन सक्नुहुन्छ यो ठाउँमा भ्यू एकदम बवाल छ है साथीहरु अनि पुरा केटाहरु त्यस्तै रहेछ नि मिजिया जान गाह्रो छ नि मिजिया यो मिजी फाइनल्ली मिजी भेट भयो हैन अहिले यता आइयो माथिको चाहिँ यस्तो रहेको छ माहौल साथीहरु गाइजहरु धेरै पछि हैन सबैजनालाई वेलकम मिजी फर्ममा आइसक्नु भएको छ हजुर खुसी लागिरहेछ आज एकदम खुसी लाग्यो भने मिजी यार किन भेटेर होला धेरै पछि भेट भयो सर्फमा गएर यहाँबाट अगाडि हामी जानुपर्ने हुन्छ ल आइसक्यो है स्ट्याचु अफ लिबर्टी यही हो गाइजहरु यहाँबाट चाहिँ एउटा फोटो हान्नुपर्ने हुन्छ कालो कालो आउँदैछ त्यो लेखेको देखि नै लाग्छ हैन
अनि घुमघाम कस्तो भयो त यतातिरको उताको ठिक छ फेरि उता पनि रमाइलो हो रमाइलो भयो एकदम मजा आयो त्यही हो धेरै पछि सँगै होइन भेटघाट गर्न पाइयो खुसी लाग्यो बिजी अनि कस्तो लाग्यो आज रमाइलो लाग्यो मलाई पनि होइन धेरै पछि बिजीसँग भेट्न पाइयो पहिला हामी कुकुरमा बस्ने बेला धेरै ठाउँ घुमिन्थ्यो रमाइलो गरिन्थ्यो होइन त्यही त हो नि फेरि पनि मौका जुर्यो होइन एकदम भेट्दै गरौँ होला जिन्दगी लामो छ होइन त्यही हो सही हो आफ्नो लागि पनि बाँच्नुपर्ने हुन्छ मान्छेले हो नि